स्मार्ट बहुद्देश्य कृषि फार्ममा आज रोटी खाने कार्यक्रम चलिरहेछ। त पानी एकदम यो यस्तो गतिमा पानी परेको हुनाले चैत महिना पनि रमिता जाडो भएर अब यो रोटी यही यसरी हाल्ने कार्यक्रम छ गाउँघरमा बस्दाखेरि। अब हेरी घिउसँग यसरी घिउसँग डोडेर टक्क पार्ने कार्यक्रम यस्तो चाहिँ छ। माछा छ, अहिले माछा चाहिँ त्यहाँ म्याग्नेट हुँदैछ, अहिले पोलेर खिर बनाएर आज कार्यक्रम हुँदैछ है। झरी मनाउने हाम्रो यसरी हुन्छ। ल यी हाम्रो चाहिँ राजले यसरी चाहिँ यहाँ लोकल शुद्ध घिउमा यसरी म्याग्नेट गरेर पनि राखेका छन्। आज हामी सम्पूर्णजना चाहिँ यसरी रोटी खाने कार्यक्रममा धमाधुस लागेर कार्यक्रम यी घिउ भित्र पस्नु पर्यो, एकदमै चाहिँ भइरहेछ। ल झरी यसरी मनाउने कार्यक्रम भइरहेछ। म क्यामराम्यान है आज। ल यसले पनि है यस्तो भोक लागिरहेको। अब यो घिउ रोटी यसरी लिने, चट्ट यहाँ घिउमा यसरी डोब्ने। ल हेर्नुहोस् है, सट्ट यहाँ यसरी दल्ने, सट्ट घिउ दल्ने सर लोकल घिउ यस्तो कार्यक्रम चाहिँ। ल हेर्नुहोस् यसो छ, क्वाप्प खाने मजा आउँछ नि त। ल अब यसरी पोलिएसकेको कार्यक्रम यस्तो भइरहेछ। ए यसलाई यसरी चाहिँ नट निकालेर ल हेर्नुहोस् यसरी पुरै पाकिसक्नु लाग्यो यसको। अब यसलाई चाहिँ तीव्र गतिमा चबाउनु पर्छ है त। ल अब यो कटौरोमा पनि पर्यो, चट्टलाई डोबो चट्नी सक्यो, चट्नी चट्टलाई त्यसो भए यो चाहिँ तपाईँको यसलाई यस्तै गरेर दिँदाखेरि यसरी चट्नीमा चट्ट हालेपछि यो चाहिँ राम्रो छ है। मैले डे 1, डे 2, डे 3 आजसम्म 3 दिन गरेर हालेको छु भिडियो। र आज हाम्रो स्मार्ट बहुद्देश्य कृषि फार्मको माछा निकाल्ने कार्यक्रम छ, म तपाईँलाई देखाउँछु है। ल हेर्नु यो माछाको ग्रेभी यसरी बनाइछ, फ्राई यता हुँदैछ, यता फ्राई भइसक्यो। कार्यक्रम यस्तो छ हाम्रो माछा पोखरी। अहिले कार्यक्रम छ यहाँ यस्तो चाहिँ हाम्रो माछा पोखरी यसरी चाहिँ क्लिन गरेर आज सफा गरियो। र माछा हामीले यसरी चाहिँ यहाँ यो माछा यसरी चाहिँ अब हाम्रो गाडीमा हालेर सर पोखरामा लिएर गएर जाँदैछ। माछालाई हेर्नु होला कत्रो साइजको पनि छ। र यो माछा निकाल्ने कार्यक्रममा म पनि जोडिएको थिएँ। ठिकै छ, अब अरू भिडियोहरू म तपाईँलाई हाल्ने गर्दछु। वाचिङ, किप वाचिङ।